सत्य घटनामा आधारित सर्भाइभल ड्रामा फिल्म कास्ट अवेको स्टोरी एक्सप्लेन गर्न गइरहेको छु। यो कहानी हो फेडेक्स कुरियर कम्पनीमा काम गर्ने सिस्टम एनालिस्ट चक नोलन्डको। चक विभिन्न देशहरूमा रहेको फेडेक्स कम्पनीको ब्रान्चहरूमा गएर त्यहाँको इम्प्लोइजको प्रोडक्टिभिटीसँग सम्बन्धित समस्याहरू समाधान गर्ने गर्थ्यो। साथसाथै चकले सबैलाई समयको महत्त्व सम्झाउँदै आफ्नो काममा मोटिभेट गर्ने पनि गर्थ्यो। चक आफू पनि आफ्नो काम समयमा नै पूरा गर्ने गर्थ्यो। चकको केली नामको एउटा गर्लफ्रेन्ड थिइन्। उनीहरू एकअर्कालाई एकदमै माया गर्थे। उनीहरू जतिसक्दो चाँडो विवाह गर्न पनि चाहन्थे, तर चक आफ्नो काममा सधैँ एकदमै व्यस्त हुने भएकोले उनीहरूको विवाह हुन सकेको थिएन। यस्तैमा क्रिसमस इभको दिन चक र केली आफ्नो परिवारसँग बसेर डिनर इन्जोय गरिरहेका हुन्छन्। यति नै बेला चकलाई मेसेज आउँछ। यो देखेर चकले केलीलाई भन्छ, म एउटा महत्त्वपूर्ण कामको लागि मलेसिया जानुपर्ने भएको छ, तर तिमी चिन्ता नगर, म न्यू इयर भन्दा अघि नै फर्किसक्ने छु। त्यसपछि हामी देख्छौँ केली चकलाई छोड्न एयरपोर्टमा आएकी हुन्छन्। चक त्यहाँबाट जानु अघि केलीले उसलाई आफ्नो हजुरबुवाको पोकेट वाच एज अ क्रिसमस गिफ्ट दिन्छन्, जसमा उनको फोटो पनि राखिएको थियो। चकले पनि जाने बेलामा केलीलाई एउटा गिफ्ट दिँदै भन्छ, यो गिफ्ट तिमीले म आएपछि न्यू इयर इभमा मात्र खोल्नु। यति भनेर चक त्यहाँबाट जान्छ। त्यसपछि हामी देख्छौँ चक फेडेक्स कम्पनीको प्राइभेट कार्गो प्लेनमा हुन्छ। प्राइभेट प्लेन भएकोले प्लेनमा मात्र फेडेक्स कम्पनीका 4-5 जना थिए। जब राति उनीहरूको प्लेन पेसिफिक ओसियन माथिबाट उडिरहेको हुन्छ, तब अचानक मौसम खराब भएर भयानक आँधीबेहरी चल्न थाल्छ, जसले गर्दा उनीहरूको प्लेन पेसिफिक ओसियनमा क्र्यास हुन्छ। प्लेनमा भएका अरू सबैजनाको मृत्यु हुन्छ। फर्चुनेटली चक नोलन्ड भने जीवितै थियो। चक जसोतसो गरेर एउटा लाइफ बोटमा बस्न सफल हुन्छ। समुद्रको छालले त्यो लाइफ बोटलाई बगाएर लैजान्छ। अब भोलिपल्ट बिहान चकको आँखा खुल्दा उसले देख्छ कि लाइफ बोट एउटा टापुमा थियो। चक उठेर चारैतिर हेर्न थाल्छ, तर वरपर कसैको नाम निशाना पनि थिएन। चक टापुमा जोडले हेल्प हेल्प भन्दै चिच्याउन थाल्छ, तर त्यहाँ चक बाहेक अरू कोही पनि थिएन। त्यसपछि उसले किनारको बालुवामा ठूलो अक्षरमा हेल्प लेखेर राख्छ, ताकि त्यो देखेर उसको मद्दतको लागि कोही आओस्। यस्तै गर्दा गर्दै रात पर्छ। चकले जसोतसो त्यो रात बिताउँछ। भोलिपल्ट बिहान उठेर हेर्दा उसले देख्छ कि उसले लेखेको हेल्प छालले गर्दा लगभग मेटिसकेको थियो। यो देखेर फेरि उसले ठूलो दाउराहरू बटुलेर हेल्प लेखेर राख्छ, किनकि उसलाई विश्वास